सफल पार्नुको निमित्त बाध्यताहरूले सफल पारौँ। आदिवासी जनजाति एकता जिन्दाबाद। युएनडीप कार्यान्वयन युएनडीप कार्यान्वयन एकता जिन्दाबाद। सम्पूर्ण आदिवासी विगतमा सहमति भएको बुदाहरू कार्यान्वयन विगतमा सहमति भएको बुदाहरू जारी छ। पहिचान सहितको संघीय संविधान जारी गर। पहिचान सहितको संघीय संविधान जारी गर। जनजाति महासंघ जिन्दाबाद। युएनडीप कार्यान्वयन युएनडीप कार्यान्वयन युएनडीप कार्यान्वयन
आदिवासी दिवसमा कार्यक्रममा उपस्थित हुनुभएका हाम्रो उद्घाटन पल्लोपट्टिको ड्यासमा हार्दिक अनुरोध सान्दर्भिक मन्त्रीले हामीले कार्यक्रम सेड्युललाई तलमाको सन्दर्भमा सान्दर्भिक शुभकामना अत्यन्त आजको यो आदिवासी दिवसमा कार्यक्रममा उपस्थित हुनुभएका र यहाँ यो यस खुशी उपलक्ष्यमा उपस्थित हुनुभएका शान्तिपूर्ण जनआन्दोलनबाट प्राप्त गरेका अधिकारहरूलाई संस्थागत गर्नको लागि हो। ती अधिकार भन्नाले यो चाहिँ संहितालाई संस्थागत गर्नको लागि, लोकतन्त्रलाई चाहिँ संस्थागत गर्नको लागि, गणतन्त्रलाई चाहिँ संस्थागत गर्नको लागि, समावेशितालाई संस्थागत गर्नको लागि, धार्मिक स्वतन्त्रताको सिद्धान्त अनुरूपको धर्मनिरपेक्षतालाई संस्थागत गर्नको लागि लिखित लोकतान्त्रिक संविधान नभइकन त्यो संस्थागत नहुने भएको कारणले गर्दाखेरि सबभन्दा प्राथमिकता अहिले यो दोस्रो संविधान सभाको निर्वाचन सकिसकेपछि बनेको चाहिँ सरकारको पनि प्राथमिकता यो 1 वर्षभित्रमा लिखित लोकतान्त्रिक संविधान जारी गर्नमा नै प्राथमिकता चाहिँ दिइरहेको कुरा तपाईहरुलाई चाहिँ थाहा भएकै कुरा हो। सबैको हक अधिकार सबैलाई चाहिँ त्यो चाहिँ नीति निर्माण गर्ने थलोमा समान रूपमा प्रतिनिधित्व गर्ने त्यो अवसर दिलाउनको लागि यो आउने लिखित लोकतान्त्रिक संविधानबाट त्यो ग्यारेन्टी गराउनु पर्छ भन्ने जुन तपाईहरुको चाहिँ माग छ, त्यसमा संविधान सभा भित्र रहेका सम्पूर्ण सभासदहरू र त्यसमा पनि विशेष गरेर सबै राजनीतिक दलहरू जसले चाहिँ प्रतिनिधित्व गरिरहेको छ सबैको अधिकारलाई सुरक्षित गर्ने, संरक्षित गर्ने, सबैको संस्कृतिलाई संरक्षण र सम्वर्धन गर्ने, सबैको भाषा देश सबैलाई चाहिँ संरक्षित गर्नको लागि यो लिखित लोकतान्त्रिक संविधानमा त्यसमा चाहिँ हुनेछ भन्ने कुरा म तपाईहरुलाई चाहिँ भन्न चाहिँ चाहन्छु।